नमस्कार स्याजलो म चाहिँ धनमान गुरुङ तमियुलो समिति गुरुङ राष्ट्रिय परिषदको अहिले वर्तमान अध्यक्ष र सर्वप्रथम चाहिँ यहाँलाई धन्यवाद छ र यो 32औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा तपाईँ यो के अरे जुन काम गरिराख्नु भएको छ भिडियो खिचिराख्नु भएको छ लगायतका सम्पूर्ण देश विदेशमा रहेका सम्पूर्ण आदिवासी जनजातिलाई मेरो तर्फबाट र तमियुलो समिति गुरुङ राष्ट्रिय परिषदको तर्फबाट चाहिँ शुभकामना हार्दिक शुभकामना छ र विशेष चाहिँ मैले यहाँले सोधिहाल्नुभयो भनिहाल्नुभयो यो चाहिँ अलि छुट्टै ढङ्गले अलि एकदम उत्साहपूर्ण ढङ्गले चाहिँ यो 32औं विश्व आदिवासी दिवस चाहिँ हामीले मनाउनु पर्ने छ मनाऊँ भन्ने चाहिँ मैले आह्वान गर्न चाहन्छु यहाँ सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छु र हाम्रो आफ्नै गुरुङको चाहिँ तर्फबाट भन्नुपर्दाखेरि हामीले अस्ति चाहिँ 27 गते चाहिँ एउटा बैठक बस्यौँ केन्द्रीय बैठक बसेर हामीले चाहिँ सङ्घ संस्थालाई कोले भन्ने कोले चाहिँ सूचना दिने प्रदेशलाई कोले सूचना दिने के अरे भातृ भगिनी संस्थालाई कोले सूचना दिने अथवा हाम्रो चाहिँ सम्पूर्ण चाहिँ शुभेच्छुहरूलाई कोले दिने गुरुङको है किनभने हामीले त्यो दिनमा चाहिँ जति सक्दो हामीले चाहिँ त्यो चाहिँ उपस्थिति गराउने र यसलाई चाहिँ सेलिब्रेसन गर्ने भव्य रूपमा मनाउने र आदिवासी जनजातिको जुन एक किसिमको चाहिँ सवालहरू छ त्यसलाई उजागर गर्ने अब त्यो दिनमा त अब खास भाषण त भित्र होला तर बाहिर चाहिँ जुन चाहिँ खुला मञ्चमा चाहिँ देशवासी समग्र सरकार समेतलाई सबैलाई देखाउने चाहिँ हाम्रो योजना छ साथै 24 गते आइतबारको दिनमा सम्पूर्ण गुरुङहरू खुला मञ्च जाउँ र खुला मञ्च यसै जाने होइन आफ्नो वेशभूषा महिलाले लगाउने आफ्नो त्यो सबै वेशभूषा पुरुषले लगाउने त्यो सबै कुरा अप टु डेट यसो हेर्दाखेरि छर्लङ्ग गुरुङ देखिने खालको त्यो वेशभूषामा मात्रै होइन नाच गान बाजा गाजा तपाईँको के छ खैजडी तौदु मादल सबै लिएर आउने बाँसुरी सबै लिएर आएर एकदम उल्लासमा चाहिँ बनाउने सबै सम्पूर्ण गुरुङहरूलाई चाहिँ म अनुरोध गर्छु त्यस कारणले गर्दाखेरि अन्तिममा फेरि म 32औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा यहाँलाई चाहिँ शुभकामना नमस्ते स्याजलो